म चाहिँ देश विदेश कहीँ पनि गएको छैन। अनि देश विदेशमा चाहिँ अलिक विकसित मुलुकहरूमा प्राय गरेर चाहिँ जनता होस् या मन्त्री होस्, जो जस्तो लाइनमा छ, जस्तो लाइनमा बस्नु परेको ठाउँमा चाहिँ जो जहाँ छ त्यही उभिएर आफ्नो काम गर्नुपर्ने हुँदो रहेछ। जस्तो खाना खान उभिएको लाइनमा पनि जो जति बेला जुन टाइममा आएको छ त्यो लाइनमा बस्नै पर्यो, मन्त्री होस् चाहे जनता होस्। त्यस्तो खालको हुन्छ, बराबर हुन्छ भनेर भनेको मैले सुनेको थिएँ, अरूले भन्नुभएको थियो भने मैले हिजो बेलुकाको न्युजमा चाहिँ सुदन गुरुङ आफैले भन्नुभएको छ, नेपालको अहिले हालको गृहमन्त्री। उहाँको कुरा चाहिँ मलाई अलिकति राम्रो लाग्यो। यो कुरा चाहिँ के भन्नुभएको छ भने नेपाल प्रहरीलाई चाहिँ जसलाई पनि रोक्ने अधिकार छ, जनतालाई अब अरूलाई रोकिन्छ भने म चाहिँ गृहमन्त्री हो, मलाई जान दिइरहनु भएको हुन्छ, मलाई पनि रोक्नुहोस्। मलाई यो कुरा राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? सबैलाई बराबर कानुन भनेको ठुला साना होइन, धनी गरिब केही हुँदैन नि त, सबैलाई मन्त्री प्रधानमन्त्री सबैलाई एउटै कानुन। मलाई चाहिँ एकदमै यो कुरा चाहिँ राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो ल फटाफट कमेन्ट गर्नुहोस् त।